बालेनले रविलाई गाली गर्दै हुन्थ्यो, रविले बालेनलाई गाली गर्दै हुन्थ्यो, अझ हर्कलाई गाली गर्दै हुन्छ, एकअर्कालाई गाली गर्दै हुन्थ्यो भनेर उचालै छन्, लगाएको लगाइ छन्। हेर्नुहोस्, हाम्रो लडाइँ व्यथिति विरुद्धको हो। जति पनि नयाँ अनुहारहरू राजनीतिमा उदाएका छन्, तिनै अनुहारहरूको उदयले नै नेपालमा नेपाली नागरिकहरूले अब देशमा केही हुन्छ भन्ने आशा सुरुवात गरेका हुन्। यसलाई कसैले लडाउने भिडाउने काम कतैबाट नगरोस्। हामी विदेशमा केही गर्नुपर्छ भनेर आएका, विभिन्न ठाउँबाट विभिन्न जिम्मेवारी लिएर आएका मानिसहरू हौँ। हामी एकअर्कासँग लड्न आएका होइनौँ, हामी व्यथिति विरुद्ध सँगै लड्न आएका हौँ। आफ्नो ठाउँबाट व्यथिति विरुद्ध सँगै लड्न आएका हौँ। नेपालका सबै पुराना नेतालाई साइड लगाएर नयाँ उदाउँदै गरेका 3वटा नेता बालेन शाह, हर्क साम्पाङ र रवि लामिछानेलाई चाहिँ यसो निहाल्दाखेरि चाहिँ के पाइँदो रहेछ भन्दाखेरि चाहिँ बालेन पनि कसैसँग मिलेर अगाडि बढ्न नखोज्ने, हर्क साम्पाङ पनि कसैसँग मिलेर चाहिँ अगाडि बढ्न नखोज्ने, तर रवि लामिछाने भने हर्क साम्पाङ र बालेन शाहलाई चाहिँ समेटेर चाहिँ अगाडि लान सकियो भने चाहिँ नेपालमा चाहिँ केही राम्रै क्रान्ति गर्न सकिन्छ कि भन्ने चाहिँ विश्वास गर्ने किसिमका मान्छे रहेछन्। यिनले जेल पर्नुभन्दा पहिला दिएको भाषण अहिले चाहिँ मैले कतै भेटाएँ र म तपाईँलाई देखाउँदैछु, एकपल्ट हेर्नुहोस् है त।